नेपाल क्रिकेट संघले 30 अगस्तबाट सुरु हुने लागेको एसीसी प्रिमियर कपको लागि धेरै बोल्ड डिसिजन लिएको छ। यानी कि हिजो स्क्वाडको अनाउन्स भयो अनि यो स्क्वाडमा रोहित पौडेललाई क्याप्टेन्सीबाट हटाएको छ अनि सन्दीप लामिछानेलाई क्याप्टन बनाएको छ। यानी कि रोहित पौडेल आफ्नो कप्तानीमा 2 चोटी T20 वर्ल्ड कपमा क्वालिफाई गराइसकेको नेपाल क्रिकेट टिमलाई अनि एक चोटी एसिया कपमा उहाँलाई चाहिँ क्याप्टनबाट हटाएको छ। यो धेरै बोल्ड डिसिजन छ। सेकेन्डमा धेरै एक्सपिरियन्स प्लेयरहरूलाई यो स्क्वाडबाट हटाएको छ। तपाईहरु स्क्वाडमा हेर्नुहुन्छ भने सोमपाल कामीको नाम छैन, नन्दन यादवको नाम छैन, आरिफ शेखको नाम छैन, भीम सार्कीको नाम छैन, कुशल भुटेलको नाम छैन। धेरै बोल्ड डिसिजन लिएको छ केनले। अनि थर्डमा धेरै युवा प्लेयरहरूलाई चान्स दिएको छ। बसिर अहमद जस्तो प्लेयरलाई, यानी कि धेरै युवा प्लेयर तपाईं यो स्क्वाडमा हेर्न सक्नुहुन्छ। अनि तपाईलाई कस्तो लाग्यो यो स्क्वाड?